हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल सिरुको भान्साघरमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म मेरो भान्साघरमा चाहिँ अर्ग्यानिक साग बनाउँदैछु है। अर्ग्यानिक साग भन्ने बित्तिकै यो सिजनमा जुन सागहरू पाउँछ या फिर सोतो आफै उम्रिन्छ होइन, त्यस्तो सागहरू हो। म चाहिँ आज लट्टेको साग बनाउँदैछु। मलाई जहाँसम्म लाग्छ हरेक कसैको कर्साबारी घर करेसाबारीमा यो सागहरूले उम्रिराख्यो होला या फिर फलाइराख्नु भएको होला। अनि कतिपय मान्छेहरू हुनुहुन्छ जसलाई यो साग एकदम मनपर्छ पनि होला, अनि कतिपय साथीहरू हुनुहुन्छ जसलाई चाहिँ साग बिल्कुलै मन पर्दैन होला क्या। मैले पनि खान थालेँ धेरै भएको छैन, 2-3 वर्षै भयो सायद खान थालेको। आफैले बनाएर ट्राई गर्दै नयाँ नयाँ तरिकाले ट्राई गर्दै खान थालेपछि चाहिँ खाइँदो रहेछ होइन। अनि मलाई पनि आएको छ गाउँमा छँदाखेरि यो जुन सिजनमा उम्रिने सागहरू, आफै उम्रिने सागहरू जस्तो लट्टे, लुँडे होइन, अनि त्यसपछि बेथे, यस्तो सागहरू चाहिँ हाम्रोतिर खासै खाँदैन थियो क्या। हामी गाउँमा छँदाखेरि सबै कि त गाई बस्तुलाई हालिदिने हो, बाख्राहरूलाई हालिदिने हो, नत्र यत्तिकै नै जान्थ्यो कि त्यो सागहरू। तर अब काठमाडौँमा आएर बसिसकेपछि चाहिँ हरेक चिजको महत्त्व हुँदो रहेछ कि। आफ्नो ठाउँमा हुने र नहुने, फ्रीमा हुनु र पैसा किनेर खानुको महत्त्व छुट्टै हुँदो रहेछ जस्तो लाग्छ मलाई। अहिले नबिक्ने भनेर केही छैन, साग बनिन्छ, हरेक तरिकाको साग बिक्छ काठमाडौँमा। सो लेट्स मेक लट्टेको साग मेरो स्टाइलमा। हजुरले यस्तो बोइल गरेर बनाउनु पनि सक्नुहुन्छ अनि बोइल नगरिकन बनाउनु पनि सक्नुहुन्छ। मैले चाहिँ बोइल नगरिकन बनाउँदैछु होइन। बोइल गर्दाखेरि चाहिँ यसको अलि बेरसम्म बोइल गर्नुपर्छ कि त अलि एकदम नरम हुने गरेर बोइल गर्नुपर्छ। त्यो भएर मैले चाहिँ सिधा कराईमा बसालेर यसको पानी आफै सुक्न दिएँ। अनि त्यसपछि अलि सफ्ट भइसकेपछि निकालेर अनि ग्रेभी बनाएर ग्रेभीमा हालेको छु। मलाई चाहिँ ग्रेभीमा बनाएको सागसब्जीहरू एकदमै मनपर्छ के, तरकारीहरू। अनि मेरो फेभरेट पार्ट पनि हो। जब मलाई जति बेला पनि मलाई जानु लागेको हुन्छ, म प्रायः जस्तो तरकारीहरू ग्रेभीमै बनाइरहन्छु। मैले कुराहरू बारम्बार भनिरहेको छु होइन। अनि हजुरले खानु भएको छैन भने चाहिँ, मिठो हुँदैन भनेर खानुहुन्न भने चाहिँ एकचोटि यो तरिकाले ट्राई गर्नु होला। आई एम स्योर एकचोटि खानुभयो भने अर्कोचोटि जरुर बनाएर खानुहुन्छ, मिठो हुन्छ। हल्का यसको अलग अलग फ्लेभर त आउँछ तर एकदम मिठो हुन्छ। मलाई चाहिँ मिठो लाग्छ एकदम लदरो बनाएर होइन। अनि खानासँग यो मात्रै, यही सागको मात्रै मुछेर मुछेर खान चाहिँ एकदम मिठो लाग्छ। मलाई चाहिँ वाउ लाग्छ। अनि ट्राई दिस आउट। अनि यो मौसमले गर्दाखेरि कस्तो धेरै चेन्जेसहरू भइरहेछ। आजकल मौसममा पनि एकदम नराम्रो भइरहेछ। जेठदेखि नै यस्तो धेरै भयङ्कर पानी परिरहेछ। बी केयरफुल। अनि एकदम बिरामीहरू पनि भइरहेछन्। मेरो नानी त्यस्तै बिरामी भएर हैरान भनिरहेको छ। अनि आजको भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू। अनि मन पर्यो भने भिडियोलाई सब्सक्राइब गरिदिनु होला, अनि लाइक गरिदिनु होला, कमेन्ट्स गरिदिनु होला। अनि ट्राई गर्नु भएको छैन भने डेफिनेटली ट्राई गर्नु होला है। एकदमै मिठो हुन्छ। मलाई चाहिँ एकदम मिठो लाग्छ। अहिले बनाउनु थालिसकेपछि, आफूले खान थालेपछि मिठो लाग्छ होइन। अनि एकचोटि मेरो तरिकाबाट ट्राई गरेर हेर्नु होला। अनि मिठो लाग्यो भने पनि मलाई भन्न सक्नुहुन्छ हजुरले कमेन्टमा। अनि मिठो लागेन भने पनि भन्न सक्नुहुन्छ। बट ओके हुन्छ, त्यस्तो साह्रो नमिठो पनि हुँदैन। अनि सो बाइ, आई विल सी यु इन नेक्स्ट भिडियो।